घर बनाएको ऋण पनि तिरिसकेको छैन हामीले घर बनाएको ऋण नतिर्दै घर भत्काइदियो घर भत्काइदियो ऊ त्यहाँ हेर्नु हिँड्नु मेरो घर कस्तो थियो बाढी पसेर त्यस्तै बिजोक हुँदा पनि एक बोरा चामल पनि दिएन हामीलाई गरिब जिन्दगी गरिबमै जान्छ भन्ने थाहा भएन गरिब जिन्दगी गरिबमै गयो नि रोडमा बसी बसी कमाएर यही घरमा हाल्ने पैसा जति अहिले न पैसा छ न खानु छ चामल छ न पनि ओछ्याउनु भयो केही न केही भयो नि यहाँ बालेन सरकार आएर सुख पाइएला भनेको झन्डै त राम्रो सुख पाउला भनेर भोट हालेको होइन घन्टीलाई ड्याम ड्याम भोट त हालिदियो नि अहिले यस्तो गर्नलाई यहाँ त पूर्व बाढी आएर भर्खरै ऋण ऋण पनि तिरिसके छैन त्यसरी घर भत्काएर अहिले हिँड्नु पर्दाखेरि के भयो हाम्रो जिन्दगी न छोराछोरीसँग लोक्नी छ न कोही छ एक्लो जिन्दगी यस्तरी भित्र बस्दाखेरि पनि यस्तो गरेर न भात न पानी गरेर यस्तो सामान निकाल्नु हामीलाई कति दुःख छ होला घरमा को हुनुहुन्छ दिदी कोही पनि छैन मेरो एक्लै हो एक्लै न रोडमा गरी खानु दियो न गरी खानु दियो केही छैन है तपाईँको के काम गर्नुहुन्छ दिदी तपाईँले त्यही पानीपुरी चारपट्टि त्यहाँ रोडतिर बस्थ्यो रोडमा नि सबै उठाएर लान्थ्यो जति बेला नि आउने उठाएर लान्थ्यो गाडा पनि लान्थ्यो सबै लान्थ्यो आउने यति यति काम गरेर खाँदा पनि खाना पनि दिँदैन थियो त्यस्तो गरी ऋण गरेर ऋण पनि तिरिसकेको छैन यो घरको भनेपछि सरकारले काम गरेर खान पनि दिएन बस्न पनि दिएन बस्नु पनि दिएन अब खै त बस्ने बास भयो त हाम्रो यहाँ केही त भएन नि लजमा लगेर राख्ने भन्ने आएको थियो नि लजमा लगिहाल्यो नि ऊ यहाँ लज यही भयो नि त लज यो सामान कहाँ लाने कहाँ राने के गर्ने हामीले दुःख गरेर कमाएको हो नि त साथीमा रगत जम्मै कमाएर जोडेको सम्पत्ति होइन र हामीले नि खाइकन हजुरको घर चाहिँ कहाँ हो सिन्धुपाल्चोको कति वर्ष भयो यहाँ बस्नु भएको तपाईँ भयो नि 20-25 वर्ष तपाईँको सिन्धुपाल्चोकमा तपाईँ केही लालपूर्जा भएको केही पनि छैन मेरो केही छैन न छोराछोरी छ न लोग्नी छ केही पनि छैन अन्त चाहिँ एक्लो जीवन बिताइरहनु भएको थियो सरकारले उठायो भन्न खोज्नु भयो अनि त्यही त हो नि उठायो नि अब नउठा भयो आज बालेन शाहले तपाईँको यो भिडियो हेर्दै हुनुहुन्छ उहाँलाई के भन्नुहुन्छ ल भन्नु हामीलाई बहनी दियोस् खाना दियोस् बाँध्ने बाह दियोस् हामी एक्लो जिन्दगी यसरी बाटामा बस्दा पनि हामीलाई कति सामान उठाएर लान्थ्यो गाडा धरी किनेर राख्यो फेरि उठाएर लान्थ्यो बाटामा बस्दा पनि अब घर बनाएर बस्दा पनि हामीलाई सुख दिएन अनि हामी चाहिँ के मर्ने यहीँ हामीलाई यहीँ गोली हान्थ्यो हुन्छ अब हामी कहीँ नजाने गोली हान्थ्यो हुन्छ रवि लामी खानलाई नि यही भन्नुहुन्छ अब जसले उठाएको छ त्यही भन्ने हो नि अब